नमस्कार। म बुद्धि प्रसाद शर्मा। वैशाख 14 गति भनी कक्षा 12 को सामाजिक विषय, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय को बारेमा केही नमुना प्रश्न पत्र र जान्नै पर्ने कुराहरू लिएर उपस्थित भएको छु। विषयमा कसरी अङ्कन हुन्छ, कसरी के हुन्छ भन्ने बारेमा म प्रस्तुत गर्न चाहन्छु। स्क्रिन डिस्प्ले गर्दैछु मैले है। यतिखेर मैले कक्षा 12 को सन्दर्भमा केही कुराहरू बोल्न लागिरहेको छु। कक्षा 12 का विद्यार्थी भाइ बहिनीहरू अहिले परीक्षालाई कसरी राम्रो बनाउने भन्ने बारेमा चिन्तित छन् है। चिन्तित अवस्थामा देखिन्छन्। म उनीहरूको सन्दर्भमा केही कुराहरू बोल्न र भन्न चाहन्छु। यतिखेर मैले कक्षा 12 को विषय सन्दर्भ जोड्दैछु। यसमा मैले परस्पर सामाजिक गतिविधिहरूमै सामाजिक अध्ययन। सर्वप्रथम त मैले सामाजिक अध्ययनको पाठ्यक्रमलाई हेर्न चाहे। यो अनिवार्य विषय हो। नेपाल सरकारबाट 11-12मा पनि सामाजिक विषयलाई अनिवार्य विषयको रूपमा घोषणा गरेको छ। सामाजिक विषय पढ्न नचाहनेहरूका लागि गणित विषय पढ्नुपर्ने हुन्छ। सामाजिक विषय पाठ्यक्रम, सामाजिक विषयको पाठ्यक्रम सिकाइ शिक्षणको मूल आधार हो। किनकि मैले पाठ्यक्रम हेरिरहेको छु, किताब हेरेको छैन है। पाठ्यक्रममा समावेश हुने विषयवस्तु र तिनको अभ्यासको स्तरले शिक्षाको समग्र गुणस्तरलाई प्रभाव पार्दछ। पाठ्यक्रमले प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई व्यक्तित्व विकास गर्न सक्नुपर्छ। यसैगरी राष्ट्र राष्ट्रियताप्रति निष्ठावान, स्वाभिमानी, नैतिकवान, जिम्मेवार र श्रमलाई सम्मान गर्ने उद्यमशील र सिपयुक्त नागरिक विकासमा पाठ्यक्रमले सहयोग गर्नुपर्छ। पाठ्यक्रम कार्यान्वयनपछि उत्पादित जनशक्तिले सामाजिकरणमा सहयोग गर्नुको साथै राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय सम्पदा र पर्यावरणको संरक्षण गर्न सक्नुपर्छ। यस पाठ्यक्रमबाट विद्यार्थीमा शान्ति, समानता तथा सामाजिक न्यायप्रति प्रतिबद्ध भई सहिष्णुता तथा सदाचार जस्ता आचरण विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट सूचना प्रविधिको प्रयोग, वैज्ञानिक अवधारणाको आत्मसात, खोज तथा अनुसन्धान क्षमताको विकास र जीवनोपयोगी सिप प्राप्तिका माध्यमले प्रतिस्पर्धात्मक क्षमतायुक्त जनशक्ति तयार गर्नुको साथै आफ्नो भाषा, संस्कृति, कलाप्रतिको अनुराग सहितको पहिचानमा गौरवको अनुभूति गर्ने नागरिक विकासमा योगदान हुने अपेक्षा गरिएको छ। यी पक्षहरूलाई दृष्टिगत गर्दै राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 को मार्ग निर्देशन अनुसार कक्षा 11 र 12मा सामाजिक विषयको पाठ्यक्रम विकास गरिएको हो। पाठ्यक्रम विकास प्रक्रियामा संलग्न विभिन्न सरकारवालाहरूको सहभागिता जुटाइएको थियो। माध्यमिक तह कक्षा 11-12 का विभिन्न विषयका पाठ्यक्रम विकास प्रक्रियामा सहभागी शिक्षाविद, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा सम्बद्ध सङ्घ संस्था र सरकारवालाहरू, पाठ्यक्रम मस्यौदा कार्यदल तथा सम्बन्धित विषय समितिका सदस्यहरूलाई समेत सुझाव राखी समेत यो पाठ्यक्रम तयार गरिएको छ। पाठ्यक्रममा विद्यार्थीका सक्षमता, अपेक्षित सिकाइ उपलब्धि, विषयवस्तुको क्षेत्र र क्रम,
सिकाइ सहजीकरण प्रक्रिया र सिकाइ उपलब्धि आकलन प्रक्रिया समावेश गरिएको छ। यस कार्यमा पाठ्यक्रम मस्यौदा कार्यदल तथा सम्बन्धित विषय समितिका सदस्यहरू लगायत उल्लेखित सरकारवालाहरू तथा पाठ्यक्रम विकास केन्द्रका सम्बन्धित कर्मचारीहरूको योगदान रहेको छ। पाठ्यक्रम विकासमा आवश्यक नीतिगत मार्गदर्शन प्रदान गर्नुको साथै पाठ्यक्रमलाई अन्तिम रूप दिने कार्यमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कनबाट गठित विभिन्न प्राविधिक समितिहरूको भूमिका महत्त्वपूर्ण रहेको छ। पाठ्यक्रम विकास केन्द्र पाठ्यक्रम विकासमा योगदान गर्ने सबैप्रति कृतज्ञता प्रकट गर्दछ। यो पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षको योगदान अपेक्षित छ। पाठ्यक्रम सुधारको कार्य निरन्तर चल्ने प्रक्रिया भएकाले भविष्यमा यसलाई अझ प्रभावकारी बनाउन शिक्षक, अभिभावक तथा समस्त बुद्धिजीवीहरूबाट सम्बद्ध सबैबाट पाठ्यक्रम विकास केन्द्र रचनात्मक सुझावको अपेक्षा गर्दछ। रचनात्मक सुझावको अपेक्षा गर्छ भनेको चाहिँ किनकि सुझाव रचनात्मक हुनुपर्छ नि त। यहाँ चार्जरको ल्याक भएको छ, त्यस कारणले प्राविधिक समस्या उत्पन्न भएको छ। यो समस्यालाई न्यूनीकरण मैले तत्काल गर्नेछु भन्ने आशा र अपेक्षाका साथ मैले यसलाई पुनः यथास्थितिमा राखिदिएँ। अब हाम्रो विद्यार्थीहरूले हाम्रो पेज नम्बर 68बाट सामाजिक सुरु भएको छ। योभन्दा अगाडि अरू विषयहरू छन्, अरू विषयसँग मैले सरोकार राख्दिनँ किनकि त्यो मेरो बाटो नै होइन। र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा राष्ट्रिय परीक्षा बोर्डको परीक्षा कार्यतालिकामा हेऱ्यो भने 3-4वटा विषय सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको परीक्षा 3-4वटा ठाउँमा देख्नुहुन्छ तपाईँले। तर मैले मेरो विद्यालयमा रहेका सबै विद्यार्थीहरूको 0061 है बोर्ड नम्बर पछाडि थपेको छ पछि। अब 0066 बोर्ड हो। यो चाहिँ वैशाख 14 गते परीक्षा परेको छ। कक्षा 11-12 दुवैमा साप्ताहिक पाठ्य घण्टा हप्तामा 5 दिन अनिवार्य हेर्नुपर्छ। वर्षभरिमा 160 घण्टा पढाउनु पर्छ भन्ने हो। यो 160 घण्टा, यदि 160 घण्टा जे भने पनि हुन्छ है। 1 घण्टामा 1 घन्टीमा 1 घण्टा राख्नुपर्छ भन्ने छ। अब सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रममा के लेखिएको छ भने शिक्षालाई ज्ञान, सिप, अभिवृद्धि, नेतृत्व कला आर्जन गर्ने समालोचनात्मक विश्व दृष्टिकोणको आधारमा समाजका घटना परिघटनाको व्याख्या गर्ने, समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने साधनको रूपमा लिइन्छ। शिक्षालाई समय सापेक्ष बनाउन यसलाई समुदायसँग जोड्नु पर्दछ। व्यक्तिले परिवार, आफू, परिवार, समाज, राष्ट्र र विश्व परिवेशसँग सामञ्जस्य कायम गर्दै समयानुकूल स्वच्छ र मर्यादित जीवन निर्वाहका लागि क्रियाशील रहन शारीरिक, मानसिक तथा संवेगात्मक व्यवस्थापन गर्नु आवश्यक हुन्छ। मानव जीवनलाई सहज, उन्नत एवं सुसंस्कृत बनाउन र सामाजिक सम्बन्धहरूलाई न्यायपूर्ण, सौहार्दपूर्ण एवं सहयोगात्मक बनाउँदै लैजान शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ। समाजलाई समुन्नति र सभ्यतातर्फ अघि बढाउने एउटा प्रभावकारी माध्यमका रूपमा शिक्षालाई लिइन्छ। विश्वमा ज्ञान, विज्ञान र प्रविधि लगायत राजनीति, अर्थतन्त्र, संस्कृति र सामाजिक सम्बन्धहरूमा समेत परिवर्तनहरू आइरहेका हुन्छन्। यस्ता परिवर्तनहरूलाई सम्बोधन गर्न समुदायलाई शिक्षाको पाठ्यक्रमको रूपमा लिई सिकाइका कार्यहरू सञ्चालन गर्नुपर्दछ। विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै समाज र वातावरणसँग अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्नु पनि आवश्यक छ।
त्यस्तै किशोर किशोरीमा उत्पन्न हुने दुविधाहरू व्यवस्थापन गरी कार्यमूलक जीवनमा प्रवेश गर्दा आवश्यक पर्ने जीवनोपयोगी सिपहरू विद्यालय तहमै हासिल गराउनु औचित्यपूर्ण हुन्छ र छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 अनुसार कक्षा 11 र कक्षा 12का विद्यार्थीहरूमा समाजको अध्ययन सहित जीवनोपयोगी सिप विकास गराई मानवीय मूल्य र मान्यता सहित लोकतान्त्रिक समाजमा अनुकूलन हुन सक्ने सक्षम नागरिक तयार पार्ने उद्देश्यले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको यो पाठ्यक्रम तयार पारिएको छ। यस पाठ्यक्रममा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तर्सम्बन्ध र विधि उपयोगी सिप, मानव समाजको उद्भव र विकास, समाजको विकास र दर्शन, भूगोल, सामाजिक जीवन, विश्व र नेपालको इतिहास, सामाजिक पहिचान, विविधता, संविधान र नागरिक चेतना, सचेतना, बस्ती जनसङ्ख्या विकास, सहरीकरण, बसाइसराई, शिक्षा र विकास, स्वास्थ्य सेवा र सामाजिक विकास, अर्थतन्त्र विकास र समसामयिक घटना जस्ता विषयहरू यसभित्र समेटिएका छन्। यस पाठ्यक्रमले ज्ञान सिप र अभिवृद्धि मूल्य विकासमा जोड दिएकाले अध्ययन अध्यापनमा सैद्धान्तिक पक्षलाई भन्दा व्यावहारिक र प्रयोगात्मक पक्षलाई बढी जोड दिनुपर्ने देखिन्छ। यस विषयका लागि साप्ताहिक 5 पाठ्य घण्टा र वार्षिक कुल 160 कार्य घण्टा छुट्याइएको छ। विषयवस्तुमा 120 कार्य घण्टाको सैद्धान्तिक तथा 40 कार्य घण्टाको व्यावहारिक अभ्यास समावेश गरिएको छ। मूल्याङ्कनलाई शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अङ्गको रूपमा प्रयोग गर्नुपर्ने पक्षलाई जोड दिएको छ। यसका लागि विद्यार्थीमा आवश्यक सामाजिक तथा जीवनोपयोगी शिक्षाका ज्ञान, सिप, अभिवृद्धि र मूल्यहरू हासिल भए नभएको परीक्षण हुने गरी मूल्याङ्कनका विभिन्न विधि तथा साधनहरू निर्माण तथा प्रयोगहरू गर्नुपर्दछ। मूल्याङ्कन प्रक्रियालाई सहजीकरण गर्नका लागि मूल्याङ्कनका आधार समेत यस पाठ्यक्रममा समावेश गरिएको छ। यस पाठ्यक्रममा परिचय, विषयगत रूपमा अपेक्षित ज्ञान, सिप, अभिवृद्धि, मूल्य र कार्य तत्परतालाई समेटी त्यसको क्रियात्मक स्वरूपमा सक्षमता निर्धारण गरिएको छ। सिकाइको स्तर र सक्षमताको विस्तृतीकरण तथा अघिल्ला कक्षासँग लम्बिए सन्तुलन र अन्य विषयसँगको स्थितिजीय सन्तुलनका आधारमा विषयवस्तुको क्षेत्र र क्रम निर्धारण गरिएको छ। विषयगत विशिष्टपन र मौलिकतालाई समेटी सिकाइ सहजीकरणका विधि तथा प्रक्रिया प्रस्तुत गरिएको छ। यसमा आन्तरिक र बाह्य मूल्याङ्कनका विधि र प्रक्रिया समेत उल्लेख गरी विद्यार्थी मूल्याङ्कनलाई व्यवस्थित गरिएको छ। अब कक्षा 11-12 पास गरिसकेपछि त्यो विद्यार्थी कस्तो हुनुपर्छ? सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र सामाजिक विज्ञान बीचको अन्तर सम्बन्ध बोध र प्रस्तुति बुझेको हुनु पर्यो र प्रस्तुति गर्न सक्नु पर्यो। जीवनोपयोगी सिपहरूका अतिरिक्त व्यक्तिगत र सामाजिक जीवनमा अनुसन्धान र सूचना तथा सञ्चार प्रविधिका साधनहरूको प्रयोगलाई जीवनोपयोगी सिपको रूपमा उपयोग गर्नुपर्छ। सामाजिक जीवनमा जीवनोपयोगी सिप विकास, प्रयोग एवं स्वस्थ जीवनशैलीको व्यावहारिक अभ्यास गर्न जानेको, मानव जाति तथा समाजको विकास क्रमको विश्लेषण तथा विश्व दृष्टिकोण र जीवन दर्शनको अन्तर सम्बन्ध बोध र उपयोग हुनु पर्यो। भूगोल र मानव जीवन बीचको अन्तर सम्बन्ध र बोध र अनुकूलन हुन पर्यो। नेपाल तथा विश्वको ऐतिहासिक तथ्यहरूको खोजी एवं त्यसका कारण र प्रभावको विवेचना गर्न सक्नु पर्यो। बहुजातीय बहुसांस्कृतिकताका विविध आयामहरूको पहिचान तथा समतामूलक समाज निर्माणमा सहभागिता हुनु पर्यो। नेपालको विगत र वर्तमान संविधानको तुलना र नागरिक अधिकार प्रतिको सचेतता र कर्तव्यको पालना गर्नु पर्यो। जनसाङ्ख्यिकी, बसाइसराई, बस्ती विकास, सहरीकरणको अन्तर्सम्बन्धको खोज र प्रस्तुति, अनि नेपालको अर्थतन्त्र र विकासका आयामहरूसँगको अन्तर्सम्बन्धको बोध र प्रस्तुति, अनि समसामयिक घटना विश्लेषण र सकारात्मक प्रभावको उपयोग। सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षामा सूचना प्रविधिको प्रयोग र प्रस्तुति, अनि विकास र सामाजिक परिवर्तनमा शिक्षा र स्वास्थ्यले पार्ने प्रभावको विश्लेषण गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु यस विषयको ध्येय हो। त्यसका लागि हाम्रो कक्षा 11 र 12मा
लेखिएको छ। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तर सम्बन्ध उल्लेख गर्न सक्नु पर्यो। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तर सम्बन्ध उल्लेख गर्न सक्नु पर्यो। जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैली बिचको अन्तर सम्बन्धको पहिचान गर्न सक्नु पर्यो। सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षामा प्रयोग हुने विधिहरूको तथ्याङ्क सूचनाको परिचय र अन्तर सम्बन्ध बताउन सक्नु पर्यो। सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यक्रम सम्बन्धको अवधारणा बताउन र प्रयोग गर्न सक्नु पर्यो। अध्ययन प्रस्तावना तयार गर्दा ध्यान दिनुपर्ने पक्षहरू बताउन र अध्ययन प्रस्तावनाको सामान्य खाका हुन जान्नु पर्यो। सामाजिक अध्ययनका लागि समस्याको पहिचान र अध्ययन विधिको चयन गर्न सक्नु पर्यो। सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षामा तथ्याङ्क सङ्कलन एवं विश्लेषणका साधनको प्रयोग र प्रस्तुतिकरण गर्न जान्नु पर्यो। जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि बताउन र वर्गीकरण गर्न सक्नु पर्यो। अनि समालोचनात्मक चिन्तन, सृजनात्मक चिन्तन, समानुभूति, संवेग व्यवस्थापन जस्ता जीवनोपयोगी सिपको अर्थ र महत्त्व बताउन सक्नु पर्यो। वर्तमान विश्वको सामाजिक विविधताको विशेषता बताउन र सम्मान गर्न सक्नु पर्यो। सामाजिक सम्बन्ध विकासका आधार पहिचान गरी सामाजिक अन्तर्निर्भरताको महत्त्व बताउन सक्नु पर्यो। दर्शन, विश्व दृष्टिकोण र जीवनमा दर्शनको आधारमा वस्तु र घटनाको बोध र विश्लेषण गर्न सक्नु पर्यो। जीवन दर्शन मानवीय मूल्य मान्यताहरूको बोध गरी सामाजिक व्यवहारमा प्रदर्शन गर्न सक्नु पर्यो। समुदायमा आएका परिवर्तनका कारणहरू खोजी गर्न र सामाजिक रूपान्तरणको व्याख्या गर्न सक्नु पर्यो। नेपालका प्रशासनिक प्रदेशको परिचय 7वटा प्रदेश छन् नि, तिनीहरूको नाम, काम, स्थापना, हरेक कुराहरू बताउन सक्नु पर्यो। त्यो ठाउँको बारेमा, त्यो प्रदेशका विशेषताहरू बताउन सक्नु पर्यो। विभिन्न आयामहरूको आधारमा अन्तर्प्रादेशिक सम्बन्धको खोजी गर्नु पर्यो। नेपालमा विपदका कारण, प्रभाव, प्रकार तथा संयन्त्र पहिचान गर्न र विपद व्यवस्थापनका उपायहरू अवलम्बन गर्न सक्नु पर्यो। सूचना प्रविधिको प्रयोग गरी सामाजिक तथ्य र सूचनाको प्रस्तुतिकरण गर्न सक्नु पर्यो। सामाजिक र भू सूचनाको सङ्कलन र विश्लेषणमा जिज्ञासा, GIS, RS र GPS प्रविधिको महत्त्व बताउन र सामान्य त प्रयोग गर्न जानु पर्यो। नेपालको प्राचीन इतिहासको परिचय दिन र त्यस समयको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको विश्लेषण गर्न सक्नु पर्यो। मध्यकालीन इतिहासमा ससाना राज्यहरूको उदय अवसानको अवस्था उल्लेख गरी सो समयको अर्थतन्त्र, कानुन, संस्कृति, कला कौशलको अवस्थाको विवेचना गर्न सक्नु पर्यो। आधुनिक नेपालको ऐतिहासिक विकासक्रम, राज्य संस्था, अर्थतन्त्र, कानुन, संस्कृति, कला कौशलको वर्णन गर्न सक्नु पर्यो। आफ्नो समुदायमा घटेका महत्त्वपूर्ण घटनाहरूलाई समय तालिकामा देखाउन सक्नु पर्यो। समाजमा वर्गको अवधारणा, धनी गरिब वर्ग, वर्ग विभाजनका आधारहरू बताउन एवं वर्ग र सामाजिक रूपान्तरण बीचको सम्बन्धको बारेमा बताउन सक्नु पर्यो। लैङ्गिक र अपाङ्गताका विविध पक्षहरूको पहिचान गर्न सक्नु पर्यो। धार्मिक तथा क्षेत्रीय पहिचानको परिचय र अवधारणा उल्लेख गर्न सक्नु पर्यो। समावेशीकरणका माध्यमबाट समतामूलक समाज निर्माणका उपायहरू खोजी गर्न सक्नु पर्यो। सङ्घीय, प्रादेशिक, स्थानीय सरकारहरूको गठन प्रक्रिया, काम, कर्तव्य, अधिकारका बारेमा बताउन, अनि सङ्घीय, प्रादेशिक र स्थानीय सरकार बीचहरूको अन्तर सम्बन्धको खोजी गर्न, नागरिक अधिकारप्रति सचेत रही कर्तव्य र उत्तरदायित्व बोध एवं पालना गर्न, किशोर किशोरीहरूका अधिकार सम्बन्धमा सचेत रही कर्तव्य पालनामा जिम्मेवार बन्न, मुलुकी संहिता, व्यावहारिक पक्षहरूको बोध र परिपालना गर्न, सूचनाको हकसँग परिचित हुन र यसको उपयोग गर्न, सदाचार, सामाजिक जवाबदेहिताको अनुसरण गर्न, सहरीकरणको अवधारणा र विश्वव्यापी प्रवृत्तिसँग परिचित हुन, नेपालमा सहरीकरणको मापदण्ड, विस्तार र प्रवृत्तिको चर्चा गरी अवसर र चुनौतीहरूको विश्लेषण गर्न, बसाइसराईको अवधारणा, विशेषता र प्रभाव बताउन र सुरक्षित बसाइसराईका उपायहरू खोजी गर्न, नेपालको अर्थतन्त्र, वैदेशिक सम्बन्धका आयामहरू उल्लेख गरी छिमेकी देशहरूसँगको सम्बन्धमा विविध पक्षहरूमा विवेचना गर्न, नेपालको वैदेशिक व्यापार सन्तुलन र घाटाको अवस्था समीक्षा गर्न, क्षेत्रीय तथा वैश्विक सङ्गठनको परिचय, तिनको भूमिका व्याख्या गर्न, नेपालको वैदेशिक श्रम सम्बन्धी नीतिको सामान्य जानकारी लिन र तिनको कार्यान्वयनको चुनौती र समस्याबारे पहिचान गर्न, आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा बताउन र नेपालको आर्थिक विकासमा यिनीहरूको भूमिका चर्चा गर्न, गरिबी चक्रको अवधारणा बताउन र नेपालको सन्दर्भमा यसको कारण, प्रभाव एवं सम्बोधनका उपायहरू खोजी गर्न
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका समसामयिक घटनाहरूको खोजी सङ्कलन र प्रभावहरूको विश्लेषण गर्न, शिक्षा, मानव संसाधन, रोजगारीको अन्तर्सम्बन्ध वर्णन गर्न, शिक्षामा पहुँच, समावेशिता र सामुदायिक सहभागिताको अवस्था विश्लेषण गर्न, शिक्षाले सामाजिक तथा सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभावहरू खोज गर्नका लागि सामाजिक अध्ययनले आफ्नो क्षेत्र उद्देश्यहरू राखेको छ। यी 47वटा बुदाहरूको जवाब दिने विद्यार्थीले A to Z A+ ल्याउँछ। न कि कहाँबाट कुन प्रश्न आउँछ भन्ने कुरामा त हामीलाई के थाहा। र एउटा प्रश्न सेट र त्यसको उत्तर सहित मैले सामाजिक सञ्जाल फेसबुकमा हालिदिनेछु। 22वटा प्रश्न आउँछ। ती प्रश्नहरूको मोडालिटी सहितको एउटा जवाब राखिदिनेछु। कम्तीमा पनि 3-4 पेजको हुनेछ, हेर्दै गर्नुहोला। र क्षेत्र र क्रमहरू राखेको छ। क्षेत्रक्रम भनेको किताबभित्रका कुराहरू हो, यसमा मैले भनिरहनु पर्दैन है। हाम्रो क्षेत्र र क्रम निर्धारण गरिसकेको छ। यसमा पाठ्यक्रमले यो पढाउनु भनेर भनेको छ। मैले चाहिँ धेरै समय हेर्न पाइनँ, जानेका कुराहरू धेरै थिए। तथापि यसमा यी क्षेत्र र क्रमहरूलाई चाहिँ हेर्नुपर्ने हुन्छ। अब यहाँनिर विषय क्षेत्र पाठ्यघण्टा भनेको चाहिँ कुनलाई कति घण्टा पढाउने भनिन्छ। जस्तो सामाजिक तथा विपरीत शिक्षाको अवधारणा भनेको 4, जसमा सैद्धान्तिक 3, प्रयोगात्मक 1 भनेको 4 पाठ्यघण्टा रहेकोमा 3 चाहिँ सैद्धान्तिक गराउने, 3 एक चाहिँ एक दिन चाहिँ काम गराउने भन्ने हुन्छ। त्यसरी छुट्याएको यो। जस्तो जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिप भनेको चाहिँ 16 जम्मा पाठ्यघण्टा। यसमा 13 दिन चाहिँ सैद्धान्तिक, 3 दिन चाहिँ प्रयोगात्मक भनेको हो। यो चाहिँ किताबको अग्रभागमा पनि राखेको छ। र यसमा 11 कक्षाको हकमा मैले त्यति धेरै बोल्न चाहिनँ, किनकि यो आन्तरिक परीक्षा पनि हो। 12को हकमा के गर्ने भनेर यसमा सबै लेखेको हुन्छ। यी लेखेका कुराहरू चाहिँ मैले यहाँ सुनाउन चाहिनँ। तर वास्तवमा सिकाइ सहजीकरण प्रक्रियालाई पनि मैले के यसमा बात गर्न चाहेँ, किनकि धेरै छैन, 85सम्म मात्रै हो, अब 2 पेज मात्र छ। सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा विषयले विद्यार्थीलाई राष्ट्र राष्ट्रियताप्रति समर्पित, नागरिक मूल्य मान्यताप्रति सचेत, समसामयिक परिवेशको विश्लेषण र समालोचनात्मक दृष्टिकोणका साथै जीवनोपयोगी सिप सहितको नागरिक तयार गर्ने उद्देश्य राखेको सामाजिक उद्देश्यको एकदम सुन्दर लक्ष्य होइन। यो पाठ्यक्रम सामाजिक जीवनसँग सम्बन्धित विभिन्न क्षेत्रहरूलाई समेटेर एकीकृत रूपमा तयार गरिएको छ। यसमा हरेक र उल्लेख गरिएका विषयवस्तुहरूको अध्यापन गराउँदा सबै क्षेत्रलाई उत्तिकै महत्त्व दिनुपर्ने हुन्छ। सम्बन्धित विषयवस्तुको एकीकृत रूपमा सहजीकरण गराई विषयवस्तुको ज्ञान, सिप र धारणाको विकास गराउनुपर्छ। विद्यार्थीहरूमा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको विकास गराई सकारात्मक व्यवहारको जगेर्ना गर्नु यस विषयको मुख्य ध्येय हो। विद्यार्थीहरूमा समालोचनात्मक तथा सकारात्मक सोचको विकास, प्रतिभा प्रस्फुटन, सृजनात्मक सिपको विकास र विविध प्रकारका सामाजिक र जीवनोपयोगी सिपको विकास गरी व्यवहारमा सुधार गर्दै समाजको नेतृत्व गर्न सक्ने क्षमताको विकास गराउने जस्ता मूलभूत उद्देश्यहरू यस विषयले राखेको छ। सामाजिक तथा जीवनोपयोगी शिक्षाका विषयवस्तुको व्यावहारिक ज्ञान दिनका लागि कक्षाभित्र वा बाहिर आफ्नो कक्षा कोठा, विद्यालय, परिवार, टोल, विभिन्न समूह समुदाय लगायत स्थानीय सरकारसँग सम्बन्धित क्रियाकलापहरू गराउनु पर्नेछ। यी विषयवस्तुलाई जस्ताको तस्तै कण्ठ गराउने, शिक्षण पद्धतिहरूलाई निरुत्साहित गरी विद्यार्थीहरूलाई आफ्ना समुदायमा खोज गरी सृजनात्मक प्रतिभाको विकास गर्न प्रोत्साहन गर्नुपर्ने हुन्छ। यस विषयले विद्यार्थीहरूमा कथा, कविता, नाटक, समाचार, चिठी, सम्पादकीय, गीत, प्रतिवेदन, रेखाचित्र, वृत्त चित्र होइन, स्तम्भ चित्र, तालिका, तस्बिर, नक्सा, परियोजना कार्य, क्षेत्र वर्णन, भूमिका निर्वाह, नेतृत्व विकास जस्ता सृजनशील क्रियाकलापहरू मार्फत आवश्यक ज्ञान, सिप र प्रवृत्ति विकास गराउँदै सृजनशीलताको विकास गराउने लक्ष्य रहेको छ।
अनि सिपको विकास गराउन विद्यार्थीहरूलाई बहुबौद्धिकताको सिद्धान्त अनुरूप रुचि र क्षमता अनुसारका ज्ञान सिप एवं मूल्यहरूको विकाससँग सम्बन्धित क्रियाकलापहरूमा विविधता ल्याउनुपर्छ। यसका निम्ति योजनाबद्ध सिकाइ सहजीकरणको ठूलो भूमिका रहन्छ। विद्यार्थीहरूलाई गर र सिक अनि सिक र गर भन्ने धारणाको अभिवृद्धि गराउनु सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको मूल लक्ष्य हो। किशोर किशोरीहरू आफैले गरेर सिकेका कुराहरूमा विश्वास गर्छन्। मनमा विश्वास जागेपछि उक्त सिकाइले व्यवहारमा सुधार ल्याउँछ। त्यसैले सामाजिक तथा जीवनोपयोगी शिक्षा विषयमा सिकाइ सहजीकरण गर्दा प्रश्नोत्तर, प्रदर्शन, समस्या समाधान, छलफल विधि, अवलोकन, खोज विधि, अभिनय विधि, परियोजना अनि प्रयोग, स्थलगत भ्रमण, घटना अध्ययन, समालोचनात्मक चिन्तन जस्ता विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोग गर्नुपर्छ। यी विधिहरू नमुना मात्र हुन्। स्थानीय परिवेश र विषयवस्तुको प्रकृति र स्वरूपका आधारमा सिकाइ सहजीकरणका विभिन्नतामा ल्याउन सकिनेछ। शिक्षकले सिकाइ सहजीकरण गर्दा विद्यार्थीको उमेर, तह, रुचि, बौद्धिकता, मनोविज्ञान, सामाजिक पृष्ठभूमि, विद्यार्थी सङ्ख्या, शैक्षिक सामग्रीको उपलब्धता आदिलाई समेत ध्यान दिनुपर्ने हुन्छ। सहजीकरण गर्दा विद्यार्थीहरूको सहभागिता एवं सामूहिक तथा सहयोगात्मक सिकाइलाई प्रोत्साहन गर्नुपर्छ। विद्यार्थीलाई समस्या समाधान गर्न गाह्रो र अप्ठ्यारो परेको अवस्थामा उनीहरूका कमी कमजोरीहरूलाई राम्ररी केलाई शिक्षकद्वारा समस्या समाधानमा सहयोग गर्नुपर्छ। उल्लेखित विधिका अतिरिक्त कथा कथन, मन्थन, कार्यशाला, प्रवचन, सर्वे जस्ता विधिहरू पनि आवश्यकता अनुसार प्रयोग गर्नुपर्छ। सामाजिक अध्ययन, जीवनोपयोगी शिक्षा विषय शिक्षण गर्दा सूचना प्रविधिको समेत सहयोग लिएर सिक्न सक्ने वातावरण तयार गर्नुपर्छ। यस विषयमा गरिने क्रिया प्रयोगात्मक कार्य, परियोजना कार्य र अन्य कार्यकलाप सिकाइ सहजीकरणका अङ्गको रूपमा रहने गर्छन्। अब विद्यार्थी मूल्याङ्कन कसरी हुन्छ? अब कक्षा 12 का विद्यार्थी, 11 का विद्यार्थीलाई कसरी मूल्याङ्कन गर्ने? विद्यार्थीको सिकाइ उपलब्धि सुनिश्चित गर्न निर्माणात्मक र निर्णयात्मक दुवै प्रकारको मूल्याङ्कन गर्नुपर्ने हुन्छ। विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि कक्षा शिक्षणकै क्रममा कक्षा कार्य, परियोजना कार्य, क्षेत्र भ्रमण, सर्वे, प्रस्तुतिकरण, उपलब्धि परीक्षा जस्ता क्रियाकलाप गराई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान र सिप हासिल गराउन आवश्यक छ। यसको प्रभावकारी रूपमा कार्यान्वयन तथा विद्यार्थीको सिकाइ स्तर सुधार गर्न सिकाइ सहजीकरण प्रक्रियाको अभिन्न अङ्गको रूपमा निर्माणात्मक मूल्याङ्कनलाई सहयोग गर्नुपर्छ। निर्माणात्मक मूल्याङ्कनको सिकाइ उपलब्धिको निश्चित भागलाई निर्णयात्मक मूल्याङ्कनमा समेत जोडिनेछ। पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य अनुरूप विद्यार्थीहरूको ज्ञान सिप तथा अभिवृद्धि प्राप्त गर्न सकेनन् भन्ने कुरा पत्ता लगाउने महत्त्वपूर्ण संयन्त्र भनेको मूल्याङ्कन हो। विद्यार्थीहरूको मूल्याङ्कन गर्दा सिकाइ उपलब्धिहरूलाई ध्यान दिई क्षमता र सिकाइ उपलब्धि अनुरूप सिकाइको सबै स्तरलाई समेटेर गर्नुपर्छ। आन्तरिक र बाह्य मूल्याङ्कन मार्फत यस विषयको मूल्याङ्कन हुनेछ। पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरू के कति प्राप्त भए र विद्यार्थीले के कति ज्ञान सिप क्षमता हासिल गरे भनेर मूल्याङ्कन गर्ने हो। आन्तरिक र बाह्य प्रणालीद्वारा विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गरिनेछ। कक्षा 11-12 दुवैमा कुल 160 कार्यघण्टा मध्ये 75% अर्थात् 120 कार्यघण्टा सैद्धान्तिक र 25% अर्थात् 40 कार्यघण्टा प्रयोगात्मक तथा अन्य क्रियाकलापलाई छुट्याइएको छ। यसकै आधारमा 75% अङ्कका लागि विशिष्टीकरण तालिकाका आधारमा प्रश्नहरू निर्माण गरी बाह्य परीक्षा लिखित रूपमा सञ्चालन हुनेछ, जुन राष्ट्रिय परीक्षा बोर्डले लिन्छ। 25% अङ्कका लागि प्रयोगात्मक र अन्य क्रियाकलापका आधारमा आन्तरिक मूल्याङ्कन हुन्छ, जुन विद्यालयले विषय शिक्षकले आफै लिने गर्ने व्यवस्था छ। अब आन्तरिक मूल्याङ्कन भनेको छ योभन्दा पहिला आन्तरिक मूल्याङ्कनका सम्बन्धमा मैले स्क्रिन सेयर फेरि गरेँ, किनकि स्क्रिनमा चाहिँ पहिलेको फाइल मात्र देखिएको हुन्छ, मैले चाहेको फाइल देखिएको छैन है। स्क्रिन सेयर गरेँ है।
आन्तरिक मूल्याङ्कनलाई हेर्दा तपाईँले मैले अगाडि हेरेको कुराहरू त्यसमा के पाइन्छ यसको लागि म प्रार्थी छु है। मैले देखाएको थिएँ सरस्वती तथापि नदेखे पनि भनेका कुराहरू मात्र अवलम्बन गर्ने है। यहाँ चाहिँ विद्यार्थी मूल्याङ्कनमा आन्तरिक कुराहरू पनि रहेको छ। आन्तरिकमा चाहिँ के छ भने कक्षामा हाजिरी कति भयो भनेर 3 अङ्क दिने व्यवस्था छ। त्रैमासिक परीक्षाको मूल्याङ्कन छ। त्यसपछि परियोजना कार्यको बापत 16 अङ्क, जसमा 25 अङ्क विशेष शिक्षकले दिने र बाह्य मूल्याङ्कनको रूपमा चाहिँ यस विषयमा कक्षा 11-12मा 75% अङ्क भार छुट्याइएको छ। 11-12को प्रत्येक कक्षामा दिने परीक्षाको लागि पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विशिष्टीकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्नुपर्ने हुन्छ। यस विषयको परीक्षामा विशेष गरेर ज्ञानबोध र व्यावहारिक प्रयोग, समस्या समाधान, समालोचनात्मक र सृजनात्मक सम्बन्धित प्रश्नहरू सोधिन्छ। पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य अनुरूप विद्यार्थीले ज्ञान सिप र अभिवृद्धि प्राप्त गरे नगरेको मूल्याङ्कन गरिन्छ। बाह्य परीक्षामा अक्षराङ्कन पद्धतिको प्रयोग गरिनेछ है। एबिसिडी तपाईँले ग्रेड पाउनुहुन्छ। र मैले यसमा यो समाप्त भएको छ भने मैले अहिले पेपर देखाउन खोजेको छु। अब विद्यार्थीहरूले भन्छन् सर हामीलाई पेपर पनि कस्तो आउँछ भनेर धेरैले थाहा नहुन सक्छ है। त्यस कारणले मैले सानो पेपर मैले यहाँ डाउनलोड गरेको थिएँ। यसलाई होइन, मैले एउटा पेपर डाउनलोड गरेको छु। त्यो पेपरलाई पुरा हल गरेर म सामाजिक सञ्जालमा हालिदिन्छु है। अब यहाँनिर एउटा पेपर छ। त्यो पेपरलाई चाहिँ तपाईँले सामाजिक सञ्जालमा उत्तर हल गरेको पाउनुहुनेछ। मैले यसलाई व्यवस्था गर्नेछु। तपाईँले चाहिँ जस्तो यहाँ अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू 11टा सोधिएको छ। 11 नम्बरको प्रत्येकको एक एक नम्बर छ। अब यहाँ 1 नम्बरको भएको 1 मिनटभन्दा बढी समय नलगाउने। जीवनोपयोगी शिक्षाको अर्थ एक वाक्यमा लेख्नुहोस् भनेको छ। जवाफहरू म सामाजिक सञ्जालमा लगभग कक्षा 12का धेरै विद्यार्थी भाइ बहिनीहरूलाई ट्याग गरेर हालिदिनेछु। हेर्नु होला त्यसमा पनि है। पूर्वीय चिन्तन अन्तर्गतका कुनै 2 परम्पराको नाम लेख्नुहोस् भनेको छ। तपाईँको कुनै लेख रचना चोरी भएमा तपाईँले गर्ने कुनै 2 कार्यहरू लेख्नुहोस् भनेको यो आइसिटीबाट आएको हो। तपाईँलाई मनपर्ने एउटा विषयवस्तुको अनुसन्धान शीर्षक तयार पार्नुहोस् भनेको छ। अनुसन्धान शीर्षक मात्र दिने हो यहाँ है। धेरै कुराहरू लेख्न लाग्नु होला। नेपाल सम्वत कहिलेदेखि सुरुवात भयो भनेर विक्रम सम्वतमा लेख्नुहोस् भनेको छ। अनि तपाईँको विद्यालयमा कुनै दृष्टिविहीन विद्यार्थीहरू छन् भनेर यसरी 11टा प्रश्न, छोटो प्रश्नहरू। अनि संक्षिप्त उत्तरात्मक प्रश्न सर्ट एन्सर क्वेसन चाहिँ 8वटा सोधेको छ। एउटाको 5 नम्बर हो, 8 पनि 40 है। 8वटा सोधेको छ भने लामो प्रश्न चाहिँ 3वटा सोधेको छ। 8 3 24। अब यसरी प्रश्नहरू 22वटा प्रश्न आउँछन्। तपाईँले यसरी दिँदाखेरि 24वटा प्रश्नको उत्तर हल गर्नुभएको थियो। 12मा आउँदा त 2टा घटेका छन् नि। अवश्य पनि तपाईँले मजाले सल्भ गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ। यी प्रश्नहरूको जवाब सामाजिक सञ्जाल फेसबुक मार्फत आउनेछ, हेर्दै गर्नु होला है। किनकि सक्रियता आवश्यक छ। निष्क्रिय मानिसले केही गर्न सक्दैन र हामीले गर्ने आजै हो। समय बित्यो भने थुक्क भन्नको विकल्प केही पनि छैन। त्यस कारणले हामी सक्रिय शिक्षण सिकाइमा सहभागी गरौँ। यसको सबै सम्पूर्ण जवाफका लागि मैले लेखेर चाहिँ टाइप गरेर सामाजिक सञ्जालमा हालिदिनेछु। प्रतीक्षा गर्नु होला, धेरै समय लाग्दैन। म भोलिसम्ममा यो लोड गरिदिइसकेको हुन्छु है। यति भन्दै कक्षा 12का सम्पूर्ण भाइ बहिनीहरूलाई वैशाख 14को सामाजिक विषय राम्रो भएको सुन्न पाऊँ मेरो आशा अनि भरोसा छ। नजानेको सन्दर्भमा मेसेज गर्न सक्नुहुन्छ, किनकि
प्रश्न सोधिएका म्यासेजहरू स्वीकार्य हुनेछन् भने अन्य कुरा हेलो हाई भनेर लेख्न आवश्यक छैन। धेरैले हेलो हाई भनेर लेखेको हुन्छ, त्यसको जवाब दिन म चाहदिनँ र दिएको पनि छैन है। त्यसमा विचार गर्नु होला, किनकि म च्याट गरेर बस्नुभन्दा पनि उत्तरहरू दिन चाहिँ टल्लिनु हुन्छु। यति भन्दै आजको यस एपिसोडबाट बिदा हुन चाहन्छु। धन्यवाद। शुभ दिन।